देश बेच्नेहरू देशद्रोही हुन्। यसरी प्रायोजित जेन्जी आन्दोलनबाट सुदन देखाएर राष्ट्रपतिलाई दर्शाएर पर्दा पछाडि कल्याण श्रीमानको निर्देशनमा EU को प्रोजेक्ट इम्प्लिमेन्टेसन युनिटको अफिसबाट नेपाली सेनालाई UN मार्फत दबाब दिएर बनेको प्रधानमन्त्री हो तपाई सुशीला कार्की। अब हाम्रा प्रश्न एक, ओम प्रकाश र डाक्टर अभिषेकसँग 24 गते बिहान सडकमा कसरी पुग्नुभयो? प्रधानमन्त्री बन्न कि भीड उत्तेजित पारेर देश चलाउन? 2 नम्बर प्रश्न, तपाईलाई घर जान आन्दोलनकारीबाट कसरी खतरा भयो? तपाईको लागि काठमाडौँका सबै घर खुल्ला थिए, किन त्यही युरोपियन युनियनको अफिस जानुभयो? 3 नम्बर प्रश्न, EU को अफिसमा बसेर फरमान जारी गर्दै गर्दा भोलि यो घटना बाहिर आयो भने देशद्रोहीको उपमा लाग्छ भन्ने सोच आएन? 4 नम्बर प्रश्न, तपाईलाई हामीले देखाएको EU को अफिसमा बसेर प्रोजेक्टर लगाएर देश जलेको हेरेर बस्नु भएको हो कि होइन? 2 वर्ष अघि सिंहदरबार जलाउने नै हो र दमकल पठाउने होइन भन्ने मान्छे डाक्टर अभिषेकसँग EU को अफिसमा बसेर साच्चीकै सिंहदरबार जलेको हेर्दा तपाईलाई बोलेन? उसैको गाडीमा डुल्दा मन चिसो भएन? कुन मुख देखाउनुहुन्छ अब जनतालाई? 6 नम्बर प्रश्न, तपाईलाई 24 गते नै खोज्ने सेनाका जर्नल को हुन्? बिहानै रानी पोखरीबाट हतियार बुझाएर भागेका भ्याली प्रमुख गाडी र 2 ट्रक सेना के आधारमा तपाईलाई 24 गते रातिबाटै सुरक्षा दिन आयो? ओम प्रकाश अर्यालको पहुँचले मात्र त्यो सम्भव थियो? बाहिर सिंहदरबार चलिरहँदा 2 गाडी सेना र प्रहरी तपाईको लागि कसरी खटियो? यो पनि हाम्रो प्रश्न हो तपाईलाई प्रधानमन्त्रीज्यू। र अर्को 7 नम्बर प्रश्न, 26 गते राति मल्ल होटल नजिक यी गिरोहसँग कसको घरमा हुनुहुन्थ्यो? गाडी भित्र बोलाएर तपाईलाई प्रधानमन्त्री बन्न आदेश दिने व्यक्ति को हुन्? 8 नम्बर प्रश्न, गोविन्द केसीको नेक्ससमा बसेर शिक्षा सकाउने, देशका युवा बेच्ने, तिनीलाई बलि चढाएर देश जलाएर उ गर्ने गिरोहको प्रधानमन्त्री बन्न या हुन तयार हुनुभएको हो? होइन भने कसको योजनामा तपाई प्रयोग हुनुभयो? जनतालाई बताइदिनुस्। क्यानेडी फाउन्डेसनको डलर खानेको खाता एक गरेर सार्वजनिक गर्न सक्नुहुन्छ? दम छ? नत्र अबोध कलिला बालबालिका मारेर देश जलाएर बन्नु भएको तपाई प्रधानमन्त्री सुशीला कार्कीलाई नेपाली जनताले मान्दिनु पर्ने? माफ गर्नुहोला प्रधानमन्त्रीज्यू, हामी मान्न सक्दैनौं। यति देखाउँदा पनि अलिकति नैतिकता बाँकी छ भने यो भिडियो सार्वजनिक हुँदाको दिनभित्र राजीनामा गरेर आफ्नो छोरा बुहारी भएको देश जानु होला, नत्र हामीलाई गलत साबित गरिदिनु होला। यो देखासिकेपछि अब नेपाली जनता र जेन्जी पुस्ता चुप लागेर बस्दैन। हामीले यो भिडियोको सुरुमा नै भनेका छौं, हाम्रा दाबी झुटा हुन् भने हामीलाई यो देशमा बस्ने अधिकार छैन, कारबाही गर्नुहोस्। होइन भने तपाईले नेपालमा पहिलो पटक स्वाधीन सरकारको निर्माणको लागि मार्ग प्रशस्त गर्नै पर्ने हुन्छ। ढिलो भयो भने मङ्सिर 7 मा अब यो व्यवस्था जताबाट आएको हो जनताले उतै तपाईसँगै फिर्ता पठाउनेछन्। नेपाली जनताको नजरमा कलिला बालबालिकाको हत्या र देश चलाउनुमा पहिला र अहिलेको सरकारको भूमिका बराबर देखिएको छ।